खोचा बगाउने भन्छ यसलाई। यो सिन्का लागेको चाहिँ यो चाहिँ दाँत बसाउने सिन्का चाहिँ यो दियोमा पानी हालेको चाहिँ अब खाने अब दाँत मस्काउने पिउने कतिले त टपरामा गर्छ होइन मामा? अहिले अब यो सजिलो सजिलो खास त नियममा त टपरामा गर्थ्यो है अहिले। ए अहिले यसमा गर्छन्, ठिकै हो। तेल जो पनि हाल्छन् यसमा? हाल्दैन, पानी फिटेर ल्याउँछ। पानी फिटेर के ल्याएको हुन्छ? दही, दुध, घिउ, चिल्जाउ हुन्छ, मह तलैबाट लिएर आउनुपर्छ। जागरमा चाहिन्छ। ए जम्मा यो कतिवटा हुनु पऱ्यो? 365। 365 हुनु पऱ्यो। कुसको पनि यहाँनिर उयो बनाएको छ नि, कुसको मूर्ति बनाएको छ हो? मूर्ति होइन, रेखी। रेखी बनाएको हो? ए रेखीले चाहिँ रुङ्छ नि यो? रुङ्ने। ए यहाँको माली। माली ऊ चाहिँ बितेर जाने चाहिँ? बितेर जानेलाई चाहिँ अब रुँगेको हुन्छ। ए ऋषिले रुँगेको? ए दियो बाल्नु पऱ्यो अब? दियो उठे बाल्छ। आज चाहिँ हामी यहाँ मामा भानिज भएर चाहिँ 13 दिनको खोचामा होइन मामा? खोचा बगाउने भन्छ नि यसलाई। खोचा बगाउने कार्यक्रम गरिरहेछौँ। अघि मामाले सबै यहाँ रेडी गर्नुभएछ। अब यहाँ हामी सबै पालासालो उयो गरिदिएर हामी सबै रेडी। अब गुरुजी आउनुहुन्छ है, गुरुजी र आज जुठो पार्ने जो बस्नु नि हुन्छ उहाँ आउनुहुन्छ। आएर चाहिँ उहाँले पानी हाल्छ नि यसमा? पानी हाल्नु पर्यो, गुरुजीले भन्छ नि यता त्यता हो। त्यहाँबाट सकिएको? साह्रो कामै यति हो आजको। भोलि अब कम्ती हुन्छ। 11 दिनको दिन है? 12 मा कम्ती हुन्छ। ए हजुर। 13 मा त अब सकिएको? सकिएको। ए त्यो अलिअलि होमसुम गर्छन्। आज चाहिँ यहाँ हो नि। आज चाहिँ खोचा अरे दाजु, खोचा बगाउने हो नि आज। यसलाई चाहिँ खोचा बगाउने भन्छ नि त। पानी सानी हालेर त्यो चाहिँ त्यहाँ चाहिँ के गर्नु अब दुनामा त अलिकति कहाँ चाहिँदैछ त है? 365 वटा दुना गाँस्रो पर्छ। त्यो गाँस्रोको अल्छीले चाहिँ अहिले यो ल्याउनु थालेको छ। यो चाहिँ के को दाँत हो? कुन यो? गरकै। गर, काब्रा जुनै हुन्छ। यसलाई के भन्छ मामा? दत्युन। दत्युन भन्छ? पिपल हाल्नु पर्ने होला होइन? होइन, एउटै ल्याउँछ।